हेलो गुड मर्निङ साथीहरू, स्वागत छ तपाईँलाई राहुल ब्लगमा। आज चाहिँ म छिट्टै उठेर बिहान बच्चा लिन जानको लागि रेडी भइसकेको थियो र हाम्रो सानो गाडी पनि आइसकेको थियो मलाई लिनको लागि। म चाहिँ बसमा चढेर आफ्नो बस भएको ठाउँमा जान्छु। स्कुल बस चलाउन गाह्रो छ नि साथीहरू, बिहान छिट्टै उठेर बच्चा लिन जानुपर्छ। यही गाउँ हो साथीहरू, मैले बस राखेको ठाउँ। म चाहिँ सधैँ यो हाम्रो सानो गाडी पछाडिको गाडीमा चढेर आउँछु र यहाँ उत्रिन्छु र सधैँ हिँडेर जान्छु गाडी भएको ठाउँमा। बाटोमा जाने क्रममा यो भाइले भिडियो बनाएको देखेर हाई गर्छ र हामी चाहिँ बस भएको ठाउँमा जान्छु। र यो भाइले गाडीको लक पनि खोल्न सकेन। भाइ यत्रो दिन भयो काम गरेको, तर एउटा लक खोल्न सक्दैन यो भाइले। खोल्न पनि कसरी सक्छ त? यसमा गाडीको लक होइन, यो मैले आफै टेक्निक लगाएर लक लगाएको छु सिसालाई। यो लक के लगाएको छु भनेर तपाईँले हेर्न सक्नुहुन्छ। यसमा लबर लगाएर मैले बाँधेको छु। यो बाँधेपछि यो ढोका कसैले पनि खोल्न सक्दैन। यो भाइले त खोल्न सकेन, अब कसले खोल्न सक्छ र साथीहरू। र भाइलाई मैले छिचिरो अगरबत्ती बालेर गाडी स्टार्ट गर भनेर मैले भने र भाइले गाडी स्टार्ट पनि गर्छ। गाडी स्टार्ट भइसकेपछि हावा भर्न टाइम लाग्छ। त्यतिमै सानो गाडीले बच्चा लिएर आउँछ र बच्चाहरू पनि दौडेर आएर गाडीमा चढ्छ। बच्चाहरूलाई चाहिँ खासै केही होइन, सिट पाउँदैन भनेर दौडेर आउँछ र चढ्छ गाडीमा। र यो भाइ चाहिँ मलाई देखेर पुरा हाई दिइरहेछ। हेर्दाखेरि बहिनी जस्तो छ तर भाइ हो। तपाईँहरू चाहिँ कन्फ्युजन नहुनु कि कपाल लामो छ भन्दैमा बहिनी हो भनेर। सानो गाडीले बच्चा ल्याउने बाटोमा चाहिँ मेरो गाडी जाँदैन, किनभने मेरो गाडी चाहिँ लामो छ, टर्निङ पुग्दैन। र म्यामले पनि भिडियो बनाएर देखेर हाई गर्नुभयो, म्यामलाई पनि धन्यवाद। अनि हेर्न सक्नुहुन्छ साथीहरू, गाउँघरको बाटो कति प्याक हुन्छ, सबै कुरा बाटोमै राख्छ। गाउँहरूमा जति सम्झाए पनि केही लाग्नेवाला छैन। सम्झाउनु भनेको आफ्नै खुट्टामा पन्सेर हान्ने जस्तो हो साथीहरू। सम्झाउनु भन्दा आफू सेफ भएर हिँड्नु बेस लाग्छ मलाई त, किनभने गाउँघरको मान्छेहरूले बुझ्दैनन् साथीहरू। एउटा कुरा सम्झाइ अर्को कुरा झन् थपेर भनिदिन्छ, के सम्झाउनु। सबै बाटोमा उभिन्छ, बाटोमै बस्छ साथीहरू। यो त गाउँघरमा बाटो भनेको आङ्ना हो साथीहरू। त्यसैले आफू चाहिँ केयर गरेर हिँड्नुपर्छ। दायाँ बायाँ हेरेर कुन बेला कताबाट के छिर्छ थाहै हुँदैन। हामीलाई त के गाह्रो साथीहरू, बच्चाहरूलाई पो गाह्रो हुन्छ त मर्निङ पढाइमा। बस घरमा पुगिसकेको हुन्छ, बच्चा रेडी भएको हुँदैन। एकछिन पर्खेर भए पनि बच्चाहरू लिएर आउनुपर्छ हामीले त साथीहरू, किनभने अब बच्चा छोडेर जानु मिल्दैन। बाटोमा आउँदाखेरि नारीताल हाम्रो बाटोमा पर्छ र यो नारीताल चाहिँ मानवले बनाएको नारीताल होइन, यो आफै निर्माण भएको ताल हो। यो 52 बिघामा फैलिएको छ। यो ताल चाहिँ सर्लाहीमा रहेको छ। सर्लाहीमा अब दुईवटा ताल भइसकेको छ, एउटा भरताल र नारीताल। नारीताल चाहिँ अब बन्दैछ, अहिले विकसित हुँदैछ। यसको लागि चाहिँ अझै टाइम लाग्छ। तपाईँहरू घुम्न चाहनुहुन्छ भने नारीताल आउन सक्नुहुन्छ। यो तालको लोकेसन चाहिँ फुलझरबाट बैलबास हुँदै बाबरगञ्ज हुँदै आउन सक्नुहुन्छ। सोध्दै सोध्दै आउँदा जानु राम्रो हुन्छ। यो भिडियो मार्फत मैले तपाईँलाई भन्न सक्दिनँ, किनभने अब त्यसको लागि अर्को भिडियो बनाउनु पर्ने हुन्छ। अब हामी चाहिँ सबै बच्चाहरू हालेर स्कुलतिर लाग्छौँ र हाम्रो म्याम मिसहरू पनि आउनु भइसकेको छ। गाडीमा सबै बच्चाहरू प्याक भइसकेको छ र हामी फाइनली स्कुलतर्फ लाग्छौँ। अब स्कुल हाम्रो यो ट्रिप गर्नलाई चाहिँ हामीलाई ठ्याक्कै 45 मिनट जति लाग्छ, किनभने यो रुट अलि लामो छ, बच्चाहरू पनि रेडी भएको हुँदैन। हाम्रो स्कुल चाहिँ यो हो साथीहरू, हेर्न सक्नुहुन्छ। स्कुल चाहिँ ओम एकाडेमी आवश्यक इङ्ग्लिस बोर्डिङ स्कुल हो र भाइ पनि पुरा खुसी भइसकेको छ भिडियो बनाएको देखेर। यो स्कुलको लोकेसन रहेको छ चौलिखा बजारमा। तपाईँहरू पनि आफ्नो छोराछोरीलाई पढाउन सक्नुहुन्छ। र यस्तै भिडियो मन पर्छ भने तपाईँहरूले लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला साथीहरू भन्दै म चाहिँ टाटा बाई बाई। हाम्रो सरसँग पनि एकछिन यसो भेटघाट गरौँ भनेर सरले मलाई हाई गर्नु भइसकेको छ।